नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ आहाना। आज चाहिँ हामीको दसैँको प्रिपरेसन कस्तो चल्दैछ हेर्नु होला। यो भ्लगमा चाहिँ हाम्रो दसैँको प्रिपरेसन यसरी चल्दैछ। यहाँनेरि चटनी आन्सी अनि मेन थिङ्स चाहिँ यहाँ यहाँनेरि मासु काटकुट चल्दैछ यति अनि भात। आज लेग पिस त हुँदैन होला नि बुवा? हुँदैन मान्छे धेरै भएकोले के को लेग पिस चाहियो? आज म लेग पिस पाउँदिनँ। हाम्रो यो चाहिँ कति केजी हो बाबा? यो दुईटा कुखुरा 7 केजी। अनि त्यसमा अझै अलिकति थप्दा नि 7 केजी? 7 केजीमा अझै 1 केजी थियो फाल्टु। 8 केजी मासु आज चाहिँ। आज हामीहरूकोमा 20-30 जना आइरहेछन्, आउन आँटिरहेछन् मिन्स त्यही भएर। अनि हाम्रो नयाँ घर यस्तो छ।